हेलो हेलो गाइस, सबैलाई चिसो मौसमको न्यानो सम्झना। आज चाहिँ हामी मेरो साथी र मैले मोमो खाने योजना बनाएका छौँ र मेरो साथीले किमा बनाउँदैछ, प्याज काट्दैछ उसले। मैले चाहिँ यता टमाटरको चटनी खाने भनेर टमाटरको चटनी बनाउँदैछु, दसाल्दैछु। उसले चाहिँ किमा काटिवरी मोलेर घोलेर पनि सकिसक्यो। अब मोमो बनाउनका लागि रेडी बनायो। त्यस पछाडि हामीले बनाउन सुरु गऱ्यौँ। उसले पेल्ने अनि मैले बनाउने हो। अनि सबै किमासिमा बनाउने काम, पेल्ने काम उसले गर्छ। अनि मैले चाहिँ डल्ला पार्ने हो। अनि डल्ला पारिसके पछाडि यस्तो भयो हाम्रो मोमो। टक्क राम्रै बनाउँछु होइन मैले। अनि बनाउँदै पकाउँदै खाँदै गर्ने हो। अनि हेर्ने हो बिचबिचमा पाक्यो कि पाकेन भनेर। अनि अघि पकाएको टमाटरको चटनी। अनि अब फाइनल्ली पाक्यो। अब हामी खानलाई रेडी भएर बसेका छौँ र कस्तो छ भनेर मैले टेस्ट गर्दैछु मोमो। चाहिँ आज जस्ट ठिकठाकै भएको थियो, मिठै भएको थियो भनौँ। मिठै बनाउँछौँ जहिले पनि। बाई बाई। आजको खाना हाम्रो